नमस्ते। आजको यो भिडियोमा चाहिँ हामी कसरी तपाईँले बेटर स्कुल एप युज गरेर नोटिसहरू पठाउन सक्नुहुन्छ भनेर हेर्दैछौँ। सुरुमा यहाँ टपमा रहेको बेल आइकनमा क्लिक गर्नुहोस्। यहाँबाट तपाईँले पहिला पठाइसक्नु भएको नोटिसहरू देख्न सक्नुहुन्छ। अब तपाईँलाई नयाँ नोटिस पठाउनु छ भने यहाँ प्लस न्यू नोटिस भन्ने बटनमा क्लिक गर्नुहोस्। त्यही अनुसार तपाईँले अब नोटिसको टाइटल एड गर्नुहोस्। सपोज मैले अहिलेको लागि चाहिँ एक्जाम भनेर टाइटल राखेँ। कन्टेन्ट पनि तपाईँले यहाँबाट राख्न सक्नुहुन्छ। नोटिस टाइप तपाईँले यहाँबाट सेलेक्ट गर्न सक्नुहुन्छ। यो एक्जाम स्केड्युलको भएको हुनाले मैले एक्जाम स्केड्युल भनेर सेलेक्ट गरेँ र यहाँबाट चाहिँ तपाईँले अब कुन कुन क्लासलाई पठाउने हो त त्यही अनुसार सेलेक्ट गरेर पठाउन सक्नुहुन्छ। सो अहिले चाहिँ मैले अहिलेको लागि यति क्लासेसहरू सेलेक्ट गरेँ र टिचरहरू पनि सबैलाई पठाउने भएको हुनाले मैले सबैलाई सेलेक्ट गरेको छु। सो यहाँबाट तपाईँले सेन्ड नोटिस भन्ने बटनमा क्लिक गर्नुभयो भने चाहिँ तपाईँको यो नोटिस चाहिँ जान्छ र यहाँ तपाईँले देख्न सक्नुहुन्छ। तपाईँले अब त्यसै गरी कोही इन्डिभिजुअल स्टुडेन्ट्सहरू या इन्डिभिजुअल टिचर्सहरूलाई पनि नोटिस पठाउनु छ भए त्यही अनुसार चाहिँ यहाँ तपाईँले अब जस्तै कि होमवर्क भनेर मैले अहिले एउटा नोटिस क्रिएट गरेँ अनि त्यसमा चाहिँ कन्टेन्ट पनि देख्न सक्नुहुन्छ। अनि त्यहाँबाट नोटिस टाइप चाहिँ तपाईँले यहाँबाट सेलेक्ट गर्न सक्नुहुन्छ। सो मैले टाइपमा चाहिँ अहिलेको लागि होमवर्क भनेर राखिदिएको छु। अनि तपाईँले चाहिँ यहाँबाट कुन कुन स्टुडेन्टहरूलाई पठाउने हो भनेर यसरी सेलेक्ट गर्न सक्नुहुन्छ र त्यही अनुसार यहाँबाट सेन्ड नोटिस गरिसकेपछि त्यो सर्टेन पिपलहरूलाई मात्र यो नोटिस जान्छ। अब तपाईँले चाहिँ आफ्नो मोबाइल एपबाट पनि यो नोटिस पठाइसकेपछि हेर्न सक्नुहुन्छ। एज यु क्यान सी हामीले भर्खरै पठाएको नोटिस यहाँ आइसकेको छ। अर्को नोटिस जुन चाहिँ हामीले सर्टेन स्टुडेन्टहरूलाई मात्र पठाएको थियो त्यो चाहिँ आएको छैन, बिकज त्यो सर्टेन पिपलहरूलाई मात्र जान्छ। सो यसरी तपाईँले बेटर स्कुल युज गरेर स्टुडेन्ट र टिचरहरूलाई नोटिस पठाउन सक्नुहुन्छ।